झापा 5 मा बालेन शाहले केपी शर्मा ओलीलाई चुनावमा हराए भने पनि प्रधानमन्त्री हुन पाउँदैनन्। बालेन शाह प्रधानमन्त्री हुनका लागि राजसपाले बहुमत ल्याउनुपर्छ। राजसपाले एक्लौटी सरकार बनाउनका लागि राजसपाले 138 वटा सिट जित्नुपर्छ। त्यसका लागि देशैभरबाट 2/3 बहुमत ल्याउनुपर्छ, जसका लागि तपाईहरू नेपाली जनता, नेपाली भोटरहरूले राजसपाका उम्मेदवारहरूलाई घन्टीमा भोट गरेर जिताउनु पर्ने छ। एक्लै बालेन शाहले जितेर, रवि लामिछानेले जितेर र केही काङ्ग्रेसका सांसदले जितेर मात्रै सरकार बन्दैन। त्यसो भयो भने अझ धेरै गाह्रो अवस्था हुन्छ, किनभने सबै पार्टीहरूसँग 3-4 वटा पार्टीहरूसँग मिलेर सरकार बनाउनु पर्ने हुन्छ। त्यही माथि विचार मिल्दैन, सिद्धान्त मिल्दैन र कुनै पनि काण्डको छानबिन गर्नका लागि कुनै न कुनै माध्यमबाट ती पार्टीका मान्छेहरूसँग जोडिएका नै हुन्छन्। त्यसैले एकलौटी सरकार बनाउनका लागि र 5 वर्ष ढुक्क प्रधानमन्त्री बनाउनका लागि बालेन शाहले 5 वर्ष देशको नेतृत्व गरेर प्रधानमन्त्री बनेर 5 वर्षसम्म सरकार हाँक्नका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउनुपर्छ। त्यसका लागि एक्लै बालेन शाहलाई मात्रै भोट गरेर हुँदैन। देशैभरिका हरेक चुनाव क्षेत्रबाट राजसभाका उम्मेदवारले जित्न आवश्यक छ। त्यसैले यी पुराना राजनीतिक दलहरूलाई धेरैचोटि हेरिसक्नुभयो। एकचोटि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई भोट गर्नुहोस्। तपाईँको एउटा भोटले पनि महत्त्व राख्दछ, धेरै ठुलो महत्त्व राख्दछ। त्यसैले अबको चुनावमा सबैजनाले राष्ट्रिय स्वतन्त्र पार्टी राजसपालाई घन्टीमा भोट गरेर जिताएर पठाउनु होला। जय युवा।